हाई गाइस वेलकम टु पार्ट 2 अफ पोखरा डायरिज। म चाहिँ फ्रेस भएर कफी खाँदै थिएँ, भ्यू हेर्दै। अनि त्यसपछि म रेडी भएँ, हल्का स्किन केयर हल्का मेकअप गरेर। त्यसपछि म आज भ्लग बनाउँछु भनेर के गर्नु त्यस बनाएन मैले चाहिँ। फेरि नानी पनि उठ्यो, त्यस मम्मीले रेडी गरिदिनु भयो। अनि हामी चाहिँ प्याकिङ गरेर सबै अब दिउँसो चाहिँ सबै घुम्ने, अनि साँझ चाहिँ हामी फर्किने प्लानै थियो। त्यसपछि हामी चाहिँ हेभी ब्रेकफास्टै गऱ्यौँ। अनि त्यस ब्रेकफास्ट गरेपछि डालियालाई बाई बाई गरेर हामी लाग्यौँ फेवा लेकतिर। अनि हामी चाहिँ फेवा लेकतिर पुग्यौँ। अनि फेवा लेकको त्यहाँको मन्दिर भिजिट गऱ्यौँ। त्यसपछि त्यहाँ भजनमा नाचिराख्नु भएको थियो, मम्मीले नानीलाई पनि नचाइराख्नु भएको थियो। त्यसपछि हामी गयौँ वृन्दावासिनी मन्दिर। यो मन्दिरको स्पेस कस्तो राम्रो। अनि त्यसपछि मन्दिर भिजिट गरेर चाहिँ हामीले चाहिँ महेन्द्र गुफाहरू पनि गएको थियौँ। अनि बाबा मम्मीलाई डेभल्स फल हेर्नु हामी गाडी चार्ज गर्छौँ भनेको यस्तो पानी पऱ्यो। त्यसपछि हामी फर्क्यौँ।